सो यो कुरा त हामीले पहिलेबाट सुन्दै आएको हो। सो खाना खाँदाखेरि डकार आएन अथवा ढ्याउ आएन भन्दै त राम्रोसँग पेट अगाएकै हुँदैन, हाम्रो भोक त मरेकै हुँदैन भन्दै। सो के यो कुरा साँचो हो? व्हाट इज द साइन बिहाइन्ड बर्पिङ? हामीले ढ्याउ गर्नुको पछाडिको रिजन के हो? किन आउँछ हामीलाई ढ्याउ खाना खाइसकेपछि? त्यो बारेमा चाहिँ आज हामी कुरा गर्छौँ। विभिन्न रिजनहरू छ, विभिन्न रोगमा पनि यस्तो ढ्याउ हुन्छ भनेदेखि नर्मली चाहिँ किन ढ्याउ आउँछ भनेर चाहिँ यो भिडियोमा चाहिँ आज हामी कुरा गर्न गइरहेका छौँ। सो हामीले खाना खाँदाखेरि नर्मल जे खाना खाँदाखेरि पनि निल्दाखेरि चाहिँ थोरै थोरै अमाउन्ट अफ एयर चाहिँ हाम्रो पेटमा छिरिरहेको हुन्छ है, थोरै अमाउन्टमा। त्यसको साथसाथै त्यो हाम्रो खाएको खाना पनि ब्रेकडाउन गर्नु पऱ्यो नि त होइन। सो हाम्रो पेटमा हाम्रो स्टमकमा चाहिँ के हुन्छ भने डिफ्रेन्ट काइन्ड अफ एसिड हुन्छ जसले चाहिँ खाना ब्रेकडाउन गर्दाखेरि ग्यास प्रोडक्सन गर्छ। त्यसको साथसाथै हाम्रो आन्द्रामा ब्याक्टेरियाहरू हुन्छन्, राम्रो खालको ब्याक्टेरिया है। त्यो राम्रो खालको ब्याक्टेरियाले खाना ब्रेक गर्नलाई हेल्प गर्छन्। त्यो खाना ब्रेक गर्दाखेरि चाहिँ तपाईँको ग्यास प्रोडक्सन उहाँहरूले पनि गरिदिनुहुन्छ। कार्बोहाइड्रेट ब्रेकडाउन गर्दाखेरि कार्बन डाइअक्साइड, हाइड्रोजन, मिथेन जस्ता ग्यास प्रड्युसन हुन्छ। अब जसलाई फिजिक्स नर्मल सिम्पल फिजिक्स थाहा छ, त्यो ग्यासहरू बिल्डअप हुँदै जाँदाखेरि ग्यास निस्किन त खोज्छ होइन। सो त्यो निस्किन खोज्दाखेरि हाम्रो स्टमकमा भएको ग्यासहरू चाहिँ बिस्तारै 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 माथि आउँछ। सो माथि आएपछि चाहिँ हाम्रो मुखको थ्रुबाट चाहिँ एज अ डकार निस्किन्छ ग्यास, जसलाई चाहिँ हामी ढ्याउ, डकार, बर्पिङ भनेर भन्छौँ है। सो मैले यसो सोचेँ, मेरो आफ्नो थट हो है। सो हामीले धेरै खाना खायौँ त त्यो धेरै अमाउन्ट अफ ग्यास भित्र छिर्यो, हामीले धेरै खाना खायौँ त त्यो खाना ब्रेकडाउन गर्दाखेरि धेरै ग्यास प्रोडक्सन भयो, त्यही भएर चाहिँ डकार आएको होला। त्यही भएर तपाईँले मजाले खाना पेट भएर खानु भएको छ भने चाहिँ डकार आउँदो रहेछ होला है जस्तो लाग्यो मलाई। तपाईँहरूको यो बारेमा चाहिँ के छ थट? लेट मी नो डाउन इन द कमेन्ट बिलो। अहिलेको लागि स्टे हेल्दी, स्टे ह्याप्पी। र हाम्रो हजुरबा हजुरआमा, मम्मी ड्याडी के राइट हुनुहुन्थ्यो त?